हामी सबै कतै न कतै केही न केहीको लागि दौडिरहेका छौं। अझै धेरै पैसा, ठूलो सफलता अनि अझै राम्रो जीवनशैलीको लागि। तर कहिल्यै सोच्नु भएको छ, कतै यो दौड एउटा मृगतृष्णा मात्र त होइन, जसले हाम्रो निन्द्रा र स्वास्थ्य दुवै खोसिरहेको छ? आज हामी यही विषयमा अलि गहिरिएर कुरा गर्नेछौं। ल अब यो प्रश्नमा अलिकति घोत्ल्यौ। हामीलाई लाग्छ नि धनी मान्छेहरू संसारकै सबैभन्दा खुशी होलान्, तर वास्तविकता अलि फरक छ। उनीहरूमध्ये धेरैजना यति धेरै तनावमा हुन्छन्, रातमा निदाउन सक्दैनन् अनि सधैँ केही न केही चिन्तामा डुबेका हुन्छन्। त्यसो भए हामीले रोजेको बाटो नै कतै गलत त छैन? अब हेरौं यो कहिले नसकिने दौड आखिर हो तरिके। अचम्मको कुरा के छ भने यो दौडको नियम हामी आफैले बनाएको होइन, बरु समाजको दबाव, हाम्रो आफ्नै अहंकार, अरूको प्रगति देखेर हुने ईर्ष्या अनि लोभले हामीलाई यसरी दौडाइरहेको छ। हेर्नुहोस् त, एकातिर छ त्यो आकर्षक देखिने जिन्दगी, ठूलो अफिस, महँगो सामान, तर सँगसँगै तनाव र दबाव। अनि अर्कोतिर छ एकदमै सरल र शान्त जीवन, जहाँ सन्तुष्टि र आफ्नो स्वास्थ्यलाई महत्त्व दिइन्छ। पहिलो बाटो आकर्षक त देखिन्छ, तर के त्यो साँच्चै बाँच्न लायक छ त? अनि समस्याको जड यहीँनिर छ। हामी पैसा कमाउने धुनमा ती कुराहरू गुमाउँछौं जसले हामीलाई वास्तविक सन्तुष्टि दिन्छ। हाम्रो स्वास्थ्य, हाम्रा सम्बन्धहरू। हो, पैसाले डाक्टरको बिल तिर्न सक्ला, तर एकपटक गुमेको स्वास्थ्य फिर्ता ल्याउन सक्छ त? सक्दैन, होइन र? तर हामी किन यो चक्रमा यसरी फस्छौं त? किन जानी जानी पनि यही बाटो हिँड्छौं? यसको पछाडि एउटा रमाइलो मनोविज्ञान लुकेको छ। ल अब खुशीको विज्ञान र हाम्रो दिमागले कसरी काम गर्छ भन्ने बारे कुरा गरौं। मनोविज्ञानमा एउटा शब्द छ, हेडोनिस्टिक ट्रेडमिल। यसको मतलब के हो भने जब हामीले कुनै नयाँ चाहेको चीज पाउँछौं, त्यो बेलाको खुशी र उत्साह केही समयपछि आफै हराएर जान्छ अनि त्यो नयाँ चीज हाम्रो लागि सामान्य बन्छ। त्यो खुशी कहिल्यै स्थायी हुँदैन। यो चक्र कसरी चल्छ हेरौँ है त। पहिलो, हामीलाई कुनै कुराको एकदमै धेरै इच्छा हुन्छ। दोस्रो, हामी त्यो कुरा हासिल गर्छौं। तेस्रो, केही समयपछि हामीलाई त्यसको बानी पर्छ र त्यो सुरुको खुसी हराउँछ। अनि चौथो, फेरि हामी अर्को नयाँ कुराको पछि लाग्न थाल्छौं। यो त ट्रेडमिलमा दौडे जस्तै भयो, दौडिरहने तर पुग्ने कतै होइन। अर्को एउटा महत्त्वपूर्ण कुरा छ स्टर्लिन प्याराडक्स। यसले के भन्छ भने जबसम्म हाम्रो घाँस, बाँस, कपास जस्ता आधारभूत आवश्यकता पूरा हुँदैन, तबसम्म पैसाले खुसी बढाउँछ। तर एकपटक यी आवश्यकताहरू पूरा भइसकेपछि थप पैसा र थप खुसी बीचको सम्बन्ध एकदमै कमजोर हुँदै जान्छ। र यो चार्टले त्यही कुरालाई छर्लङ्ग पार्छ। हेर्नुहोस् त, आम्दानी कमबाट मध्यम हुँदा खुशीको स्तर बढेको छ, तर जब आम्दानी मध्यमबाट उच्चमा पुग्छ, खुशीको स्तर लगभग उस्तै छ, बढेको छैन। यसले के देखाउँछ भने एउटा निश्चित बिन्दु पार गरेपछि पैसाले थप खुशी किन्न सक्दैन। ल अब यी सैद्धान्तिक कुराहरूलाई हाम्रो वास्तविक जीवनसँग जोडेर हेरौं। दुई फरक किसिमको जीवनशैलीको तुलना गरौं, जसले हामीलाई सोच्न बाध्य बनाउँछ, पैसा महत्त्वपूर्ण कि मनको शान्ति। एकछिनलाई कल्पना गरौं, एउटा मान्छे छ जो ठूलो अफिसमा दिनको 12 घण्टा तनावमा काम गर्छ, अनि अर्को मान्छे छ जो घरबाटै आफूलाई मनपर्ने काम गर्छ र आफ्नो परिवारलाई पनि समय दिन्छ। हो, पहिलोले धेरै कमाउला, तर के ऊ दोस्रो जत्तिकै सन्तुष्ट र शान्त होला त? त्यसो भए वास्तवमा के कुराले बढी महत्त्व राख्छ? ठूलो र महँगो गाडी भन्दा राम्रो स्वास्थ्य? आलिसान घर भन्दा आफ्नो जीवन आफ्नै तरिकाले जिउन पाउने स्वतन्त्रता? अनि सधैँ पैसाको तनाव लिनुभन्दा मनको शान्ति? यो प्रश्न हामी सबैले आफैलाई सोध्न जरुरी छ। अब समाधानको कुरा गरौं। यदि पैसाको पछि दौडनु मात्रै सबै थोक होइन भने आखिर सन्तुष्टि कसरी पाउन सकिन्छ त? यहाँ केही व्यावहारिक उपायहरू छन्। यहाँ 4वटा मुख्य रणनीतिहरू छन्। पहिलो, आफ्ना अपेक्षाहरूलाई अलिकति घटाएर यति भए पुग्छ भन्ने भावनामा रमाउन सिकौं। दोस्रो, अरूको जीवन हेरेर आफूलाई कहिल्यै तुलना नगरौं। तेस्रो, आफ्नो स्वास्थ्य, सम्बन्ध र नयाँ कुराहरू सिक्नमा समय लगानी गरौं। र चौथो, अरूलाई देखाउनको लागि होइन, आफ्नो भविष्य सुरक्षित गर्नको लागि बचत गरौं। अनि यो भनाइले सबै कुराको सार बताउँछ। हेर्नुस्, पैसा कमाउनु गलत होइन, यो त जीवनको एउटा हिस्सा हो। तर यही पैसा कमाउने दौडमा आफ्नो स्वास्थ्य, सम्बन्ध र मनको शान्तिलाई नै दाउमा लगाउनु सायद सबैभन्दा ठूलो भूल हुन जान्छ।
र अन्त्यमा यो एउटा प्रश्न छोडेर जाँदैछु। एउटा सफल र सन्तोषजनक जीवनको लागि पर्याप्त हुनुको अर्थ वास्तवमा के हो? यो प्रश्नको जवाफ हामी सबैले आफ्नो लागि खोज्न जरुरी छ।